नमस्ते वेलकम टु माई ब्लग तपाईँले हेर्दै हुनुहुन्छ इन्टरनेसनल हेरेको जति पनि हाम्रो युट्युब च्यानल फेसबुक पेजमा गाइस फाइनली हाम्रो स्कुलमा छुट्टी भएको छ हाम्रो स्कुलमा बाबुहरूलाई घरमा पुऱ्याउँदैछौँ यस्तो भर्खर 4 बजे हाम्रो छुट्टी हुन्छ होइन त्यही भएर हाम्रो घर घरमा बाबुहरूलाई स्कुल पुऱ्याउँदैछौँ गुरुजी पनि उता हुनुहुन्छ गुरुजीलाई देखाउनुहोस् एकदमै राम्रो गाना गुरुजी राम्रो गाना लगाइदिनुहोस् बाबुहरूको मोड फ्रेस गर्नुहोस् त्यही एकदमै गर्मी छ गाइस एकदमै गर्मी छ गर्मीले कारण बाबुहरूलाई सानो सानो बाबुहरूलाई एकदमै गर्मी भएको छ केही पनि केही छैन अब शीतल मौसम एकदमै राम्रो हुन्छ बेटर हुन्थ्यो उता मिस पनि हुनुहुन्छ मिसलाई पनि देखाइदियो एकदमै बाबुहरू एकदमै केयर गर्नुहुन्छ बाबुहरूलाई एकदमै उहाँको पढाइको बारेमा एकदमै राम्रो एकदमै क्वालिटी गर्नुहुन्छ उहाँले एकदमै राम्रो छ सपोर्ट गर्नुहुन्छ बच्चाहरूलाई एकदमै बच्चाहरूले एकदमै खुसी छन् एकदमै राम्रो मिस पाउनु भएको छ है टिचर पाउनु भएको छ खुसी छौ किन बाबुहरू तिमीहरू खुसी छौ नि एकदमै हाँसिरहेका छन् यता बाबुहरू छौँ एकदमै यो बस 2टा बस फुल भइसकेको छ एउटा अटो फुल भइसकेको छौँ यो फाइनली हाम्रो यो ट्रिप भनेको चाहिँ हाम्रो त्यो जिरोमा हुँदै अनि त्यसपछि कहाँ अरे जिरापुर शीतलपुर यो बस भनेको शीतलपुर जिरोमा हुँदै हाम्रो ठ्याक्कसम्म यता गणेशपुर हुँदै हाम्रो जानेछ अनि एक बस हाम्रो भलौका आमखैया अनि हुँदै भित्रभित्र गइसकेको छ अनि हाम्रो एउटा अटो चाहिँ अटो बनाइसकेको छ बसले हाम्रो एकसम्ममा चाहिँ हाम्रो नयाँ व्यवस्था होला एकदमै एक्साइटेड छौँ हामीहरू पनि एकदमै खुसी छौँ पर्व छौँ विद्यार्थीहरू पनि एकदमै गुरुजीले एकदमै राम्रो गाना बसेको हुन्छ विद्यार्थीहरू पनि एकदमै खुसी छन् सो ह्याप्पी आई एम भेरी प्राउड अफ आई एम भेरी इन्ट्रेस्टिङ मोमेन्ट अनि मिलन बाबु तिमीलाई कस्तो हुँदैछ बोला न के हुँदैछ गर्मी छ है एकदम गर्मी छ गाइस हाम्रो ट्रिप गइसकेको छ एकदमै रमाइलो छ भन्नुपर्छ अनि के गर्दैछ बाबु नाच होला गाना एकदमै बाबुहरू एकदमै खुसी छन् एक्साइटेड छन् त्यही भएर बाबुहरूलाई तिम्रो घर आउँदैछ है राम्रोसँग बस्ने झ्यालमा टाउको बाहिर नहाल्ने है टाउको नहाल्ने हातले बाहिर एकदमै के हो भने जेएनएम एकाडेमी एकदमै राम्रो छ तपाईँ आउनु होला भन्न चाहन्छु राम्रो छ जेएनएम एकाडेमी अरे गाइस फर्स्ट ट्रिप ल बाबु झरे बाबु